पनि आजको दिनमा सेनाको सुरक्षाबाट निक्लिनु भयो होला उहाँ, तर हिजोको दिनसम्म सेनाकै सुरक्षा उहाँलाई एउटा त्यो उहाँको हाम्रो अहिलेको प्रधानमन्त्री प्राइम मिनिस्टर भनेको पनि सुशीला कार्कीजी हुनुहुन्छ। उहाँ पूर्व प्रधान न्यायाधीश होइन, उहाँलाई ल एन्ड अर्डरको बारेमा उहाँले कति भ्रष्टाचार गरेको छ, केपी ओलीले कति भ्रष्टाचार गरेको छ, प्रचण्डले के गरेको छ, शेरबहादुर देउवाले के गरेको छ, उनीहरूलाई कुन कुन कानुन कुन कुन ल एन्ड अर्डर अनुसार उहाँलाई थुनिन सकिन्छ भन्ने कुराहरू त उहाँलाई छलङ्गै थाहा लागेको कुरा हो होइन। त्यो कुरामा उहाँलाई गर्नको लागि 2 मिनट पनि लागेको कुरा होइन होइन। अनि हिजोको दिनमा त्यो सही चलाउँदै गर्दाखेरि मैले मेरो मम्मीलाई त म के भनेर बुझाउँछु, ठिक छ मम्मी केही छैन, मेरो खुट्टा मात्र हो, मेरो 3 महिना 4 महिना 5 महिना 6 महिना ठिक हुन्छ, यो कुनै ठुलो कुरा होइन। तर भोलिको दिनमा हजुरहरूलाई हामीले बनायौँ होइन, हजुरहरूलाई हामीले जुन त्यो गरेर बनायौँ नि, यो कुरामा भोलिको दिनमा त्यो आमाले जुन शहीद भएको, शहीद भनेर नाम लेखिएको छ, त्यो छोराको आमाले सोद्धाखेरि होइन तिमीहरूले यो आन्दोलन मेरो छोरा शहीद बनाउनको लागि मात्र गरे हो भने तपाईँले के प्रश्नको उत्तर के दिनुहुन्छ, म के उत्तर दिनु? पाएको छ त्यो मलाई थाहा छ, तर उहाँहरूमा होइन मैले भन्नु खोजेको हजुरहरूले होइन हिजोको दिनमा त्यो जुन शहीदलाई हामीले पशुपतिमा लगेर जलाउने दिन थियो नि, त्यो दिनमा 100 थुपा उहाँको आँसु झरेको थियो, बेहोसिनु भएको थियो त्यो आमा भनी उहाँको 1 थुपा आँसु चाहिँ खुसीको पनि झर्नु पर्ने थियो, किनकि हाम्रो सरकार गठन हामीले गरेको सरकार, हामीले ल्याएको सरकार 1 हप्ताभन्दा बढी भइसकेको थियो भने त्यो आमाको एउटा 1 थुपा मात्र भने खुसीको आँसु चाहिँ झर्नुपर्ने थियो भन्ने चाहिँ मेरो मनमा चाहिँ त्यो लागेको के छ। किनकि यदि त्यो केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा जो छ नि यो भ्रष्टाचारीहरू यदि जेलको भित्र थुनिएको भए उहाँलाई त्यो लास जलाउँदाखेरि, उसको छोराको लास जलाउँदाखेरि पनि 1 थुपा आँसु खुसीकै झर्थ्यो होला कि प्राउड भएर होइन। त्यो काम चाहिँ हजुरहरू किन त्यो कुरामा चाहिँ सुस्त देखिरहेको छ अनि